हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ यहाँ बुनुको बर्थडे थियो। ह्यापी बर्थडे नानी। अनि यता किचनमा चाहिँ दिदीले चिकन रेडी गर्दै हुनुहुन्छ। भरे सबैजना आउनुहुन्छ त्यसको लागि। अनि यता चाहिँ हामी दुईजनाले यस्तो ह्यापी बर्थडे वाला फुलायौँ अनि बेलुनहरु फुलायो। डेकोरेसन गर्नको लागि हामीले यसो हेल्प गर्यौँ। म चाहिँ फेरि अर्को दाइको छोराको बर्थडेमा पनि जानुपर्ने थियो। अनि आज चाहिँ दुईटा बर्थडे सेलिब्रेसन गर्नुपर्ने के यता पनि भ्याउनु पर्ने उता पनि भ्याउनु पर्ने भएर म चाहिँ गएको बुढालाई एक्लैले छोडेर अनि बाँकी चाहिँ उसले हेल्प गर्छ। अनि जो दिदी पनि यहाँ आइसक्नु भयो अनि सरस्वती दिदीले ट्याक्सी लिएर आउनुभयो। खासमा त यहाँ नजिकै थियो अनि हामीलाई चाहिँ ढिला भइसकेको भएर चाहिँ ट्याक्सीमै जानुपर्ने भयो किनभने अलरेडी ढिला भइसकेको थियो नि त। अनि फेरि त्यहाँ दाइहरू दिदीहरू वेट गर्दै हुनुहुन्थ्यो अनि हामी चाहिँ ट्याक्सीमा गयौँ छिटो हुन्छ भनेर। अनि आइपुग्यो हामी ट्याक्सीबाट पनि झर्यौँ अनि अब हामी भित्र जाँदैछौँ। ह्यापी बर्थडे बु। फाइनली हामीले चाहिँ यहाँ इबुको बर्थडे सेलिब्रेट गरिसकेर चाहिँ फेरि उता केक काट्नको लागि वेट गर्दैछन् है हामीलाई। अनि त्यही भएर चाहिँ छिटो छिटो गरेर हामी फर्क्यौँ। वेलकम देना यहाँ तपाईँ नभएर यहाँ जो दिदी हेर्नु बिरस भयो। भाइरल भयो। कति वर्ष भेट भयो? तिहारमा भेट भएको त्यसै सर भेट भएको थिएन। 1 2 3 गो ह्यापी बर्थडे ल। ल ठीक छ ल। दामी 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 ल। खै बर्थडे कल खै दामी दामी दामी।
आजलाई सो रमाइलो गर्दा गर्दै टाइम गएको थाहै भएन चाहिँ बिहानको 3 बजिसकेछ अनि सबैले भन्नुभयो अब त ढिला हुन्छ भनेर सबजना जान लाग्नुभयो एन्ड थ्याङ्क यू सो मच फर एभ्रिवान।